स्वागतं भवत श्रेष्ठं स्वागतं स्नेहपूर्वकम् अस्माकं हृदय नित्यं हर्षोल्लासं जनयन। धन्यवाद कुशल कार्यक्रम सञ्चालक दिलसारलाई। आजको यस श्री त्रिशुली आधारभूत विद्यालयको 29औं वार्षिक उत्सव तथा अभिभावक दिवस मूल समारोहका सभाध्यक्ष एवं यस विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, मञ्चमा आसीन सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, शिक्षा प्रेमीज्यूहरू, पत्रकारज्यूहरू, सम्पूर्ण अभिभावकज्यूहरू, विभिन्न विद्यालयबाट पाल्नुहुने शिक्षक प्रतिनिधिज्यूहरू एवं मेरा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा म राजेन्द्र बहादुर विकको तर्फबाट यस श्री त्रिशुली आधारभूत विद्यालयको समग्र प्रतिनिधित्व गर्दै यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आफ्नो व्यस्त समयका बावजुद पनि हाम्रो कार्यक्रमलाई सभ्य र भव्य बनाउनका निमित्त हाम्रो कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिले हामी अत्यन्तै हर्षोल्लासित भएका छौँ। आजको यस 29औं वार्षिक उत्सव दिवसमा यस श्री त्रिशुली आधारभूत विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुतिकरण, विविध सांस्कृतिक कार्यक्रम एवं पुरस्कार वितरण कार्यक्रमहरू, विभिन्न अतिथिज्यूहरूका मन्तव्यहरू व्यक्त गर्ने जमर्को गरिरहेका छौँ र अन्त्यमा आजको यस कार्यक्रमलाई अझै भव्य र सभ्य बनाई हाम्रो यस सांस्कृतिक कार्यक्रमबाट पनि भरपूर मनोरञ्जन मिल्नुहोला भन्दै मेरो पुष्परूपी शब्दका माध्यमहरूद्वारा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम सुस्वागतम। धन्यवाद। नमस्कार।